ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्। नमस्ते। ओम उनै परमात्माको मुख्य निज नाम हो र यही एक नाममा सबै नाम समाहित हुन्छन्। भू प्राणको पनि प्राण अर्थात् प्राणभन्दा प्रिय, परमात्मा प्राणभन्दा प्रिय हुनुहुन्छ। भुवः दुःखहर्ता, सम्पूर्ण दुःखहरूलाई हर्न सक्ने। स्वः स्वयं सुख स्वरूप, परमात्माको स्वरूप नै सुखमय छ, आनन्दमय छ र आनन्ददाता। तत् उनै परमात्मा सवितु सूर्य आदिका पनि प्रकाशक र सम्पूर्ण ऐश्वर्यका दाता। वरेण्यम वरण गर्न अर्थात् ध्यान गर्नको लागि अति श्रेष्ठ। भर्गो स्वयं शुद्ध स्वरूप र पञ्चक्लेशहरू अविद्या, अस्मिता, राग, द्वेष र अभिनिवेश अर्थात् डर, यी पाँचवटा क्लेशहरूलाई भस्म गर्न सक्ने। देवस्य उनै शक्ति देवको धीमहि हामी सबैले ध्यान गर्नुपर्दछ। यो उनै परमात्माले नह हामीहरूको धियो बुद्धिलाई प्रचोदय सदा उत्तम गुण कर्म र स्वभाव प्राप्त गर्नको लागि सधैँ प्रेरित गरि नै रहौँ। यो गायत्री मन्त्रको हामीले अर्थ र भावनाको चिन्तन गर्यौं। आज क्षेत्रीयको धर्म के हो, त्यसको लक्षण कस्तो हुन्छ, त्यसको बारेमा हामी चर्चा गर्दैछौँ। प्रजानां रक्षणं दानं इज्या धय एनमेव च विषयस्व प्रसक्तिश्च क्षेत्रीयस्य समासतः। मनुस्मृति 1:89। शौर्यं तेजो धृतिर्दाक्ष्यं युद्धे चाप्यपलायनं ज्ञानम ईश्वरभावश्च छात्रकर्म स्वभावजम्। गीता 18:43। इसका अर्थ दीर्घ ब्रह्मचर्य पूर्वक ब्रह्मचर्यलाई पालन गरेर अध्ययनम स अङ्ग उपाङ्ग वेदादि शास्त्रहरूको यथावत पढ्नु, यो क्षेत्रीयहरूको लक्षण यस्तो हुनुपर्छ। यज्ञ अग्निहोत्र आदि यज्ञहरू गर्नु। दानम सुपात्रहरू उत्तम व्यक्तिहरूलाई विद्या, सुन आदि र प्रजाहरूलाई अभय दान दिनु अर्थात् डर त्रास नदिनु। प्रजानां रक्षणम सधैँ सबै किसिमले यथावत प्रजाहरूको पालन गर्नु। यो धर्म क्षेत्रीयहरूका धर्मका लक्षणहरूमा पर्दछन्। शास्त्र विद्या पढाउनु, न्यायालय र सेनामा जीविका गर्नु क्षेत्रीयहरूको जीविका हो। राजा रञ्जनाथ, राजा त्यो जसले सबैलाई रञ्जन अथवा आनन्द दिन सक्छ। आनन्द दिन सक्नेलाई मात्र राजा बनाउने, तर आजको राजाहरूले तनाव मात्रै दिन्छ। यी त सब तथाकथित राजाहरू हुन्। अब राजाको बारेमा त कुनै दिन विशेष चर्चै गरौँला। विषयस्व प्रसक्ति, विषयहरूमा अनासक्त भएर सदा जितेन्द्रिय हुनु, आफ्नो इन्द्रियहरूलाई जित्न सक्ने र विषयहरूमा आसक्त नहुने। लोभ, व्यभिचार, खराब विचार, मद्यपान आदि दुर्व्यसनहरूदेखि पृथक रहेर। अब यो आजको हाम्रो जो राजपुरुषहरू छन् अथवा राजाहरू बनाउँदा छन् या हाम्रा टाउकीहरू, यिनीहरूमा यो लक्षण छ कि छैन आफै ख्याल गर्नु होला। यो वाक्य भनेको एउटा गीताको, एउटा मनुस्मृतिको। यो एकदम आधिकारिक ग्रन्थ हो, यो न मेरो आफ्नो भनाइ हो न केही हो। सुशीलता, यस्ता आदि विभिन्न शुभ कर्महरूमा सदा प्रवृत्त रहनु। शौर्यम, शस्त्र, सङ्ग्राम, मृत्यु र
शस्त्र प्रहार आदिदेखि नडर। अब नेताहरू त्यति डरपोक छन् कि एक्लै हिँड्न पनि सक्दैनन्। यिनीहरूलाई त लामा लस्करै बोकेर हिँड्नुपर्छ। तेजः प्रगल्भता, उत्तम प्रतापी भएर कसैको अगाडि दिन वा भिरू नहुनु। प्रतापी हुनु, कसैसँग डरपोक डरछेरुवा नहुनु। धृति, जतिसुकै आपद विपद क्लेश दुःख प्राप्त भए पनि धैर्य राख्नु र कहिल्यै नघबराउनु। दाक्ष्यम, सङ्ग्राम, वाग्युद्ध, दुतत्व, न्याय, विचार आदि सबै कुरामा अति चतुर बुद्धिमान हुनु। यस्ता लक्षण हुनुपर्दछ एउटा सामान्य क्षेत्रीमा। अब राजाको बारेमा त मनुस्मृतिबाट विशेष चर्चा गर्नुपर्ने हुन्छ, किनकि सबै कुरा मनुस्मृतिमै छ। युद्धे चाप्य पलायनम, युद्धमा सदा उद्धत रहनु। युद्धदेखि नतर्सनु। युद्ध रणसङ्ग्राम भनेपछि त पहिले धोती फुस्किसक्छ। र शत्रुहरूको बसमा कहिल्यै नपर्नु। सबैलाई बसमा पार्नु, आफू कसैको बसमा नपर्नु। दानम, सुपात्रहरूलाई, राम्रा व्यक्तिहरूलाई विद्या सुन आदि र प्रजाहरूलाई अभयदान दिनु। ईश्वर भावः, जसरी परमेश्वर सबै माथि दया गरेर, पितृवत रहेर, सबैका माता पिता जस्तो भएर, पक्षपात त्यागेर धर्म र अधर्म गर्नेहरूलाई यथायोग्य सुख दुःख रूप फल दिन्छन् र आफ्नो सर्वज्ञता आदि साधनहरूले सबैको अन्तर्यामी भएर सबैका असल खराब कर्महरूलाई जस्ताको त्यस्तै देख्दछ। जसरी परमात्माले गर्म त्यसै गरी प्रजाका साथ व्यवहार गरेर, कसले राजाले अथवा क्षेत्रीले गरेर गुप्त दूतहरूका माध्यमले आफूलाई सबै प्रजा वा राजपुरुषहरूका असल खराब कर्महरूलाई सदा जानिराख्नु पर्दछ। राजा त्यस्तो हुनुपर्छ। रात दिन न्याय गर्न र प्रजालाई यथावत सुख दिन, प्रजाको सुखको लागि दिन रात काम गर्नु। त्यसै त रामको राज्य भएको थियो। आज रामको नाम लिएर मोदीले 2/3 सरकार पनि बनायो, बहुमत पनि बनायो, अहिले अल्पमत सहित 3 पटक सरकारलाई लिड गरिरहेको छ। अब भनेपछि रामको राज्य कस्तो थियो? सबैभन्दा गरिबको घरमा पनि विमान थियो भनेपछि अब सम्झिनु, त्यो पनि मनबाट चल्ने, विदाउट फ्युलको। श्रेष्ठ व्यक्तिहरूलाई मान सम्मान र दुष्टहरूलाई दण्ड दिनमा सदा प्रवृत्त रहनु। अब यहाँ त सबै आसेपासेहरू अब आफ्ना मान्छेहरूलाई काखी च्याप्ने, अब अरूलाई लात्ती हान्ने अब चलन यस्तै छ। त्यो पहिला त कुनै नाम निशानै हुन्थेन त्यस्तो। अनि सबै प्रकारले आफ्नो शरीरलाई रोगरहित बनाउनु पर्यो। अब कसैको के ड्यामेज, कोही ड्यामेज, अब लाइफ ड्यामेज हुने बेला भइसक्यो नेताजीहरूको, राले सिगाने, यो ड्यामेज त्यो ड्यामेज के ड्यामेज। अब नेताहरू कुरै नगरौँ, सबै सुगर प्रेसरले रोगले खाइसक्यो। यिनीहरूसँग त बलै छैन। यिनीहरूलाई के क्षेत्रीय भन्ने? बलिष्ठ, दृढ, तेजस्वी, दीर्घायु आफूलाई राखेर आत्मालाई न्याय र धर्ममा चलाउन कृत्य गर्नु। न्याय र धर्मको आचरण गर्नु पर्यो। र आदि गुणहरू र कर्महरू जुन व्यक्तिमा हुन्छ त्यही नै क्षेत्रीय, केटा मान्छे भए, पुरुष भए, स्त्री भए क्षेत्रीय हुन्छन्। पहिला वीर वीरङ्गना क्षेत्रीयहरू पनि धेरै थिए, धेरैले लडे। अब सीता जस्ता पनि थिए। अब पहिलाको त अब कुरै नगरौँ। अब कस्ता लोपमुद्रादेखि लिएर गार्गीदेखि लिएर अब विदुषीहरू पनि त्यस्तै थिए। योद्धाहरू पनि अब झाँसीका रानीदेखि लिएर अब हामी विभिन्न चिजहरू अब ऐतिहासिक ग्रन्थहरूमा पढ्न सक्छौँ। यिनको विवाह पनि यिनै गुण कर्महरूको मेलको आधारमा, गुण कर्म स्वभावलाई मेल गर्ने, न कि अहिलेको पण्डितजीको त्यो पात्रो अनुसारको होइन कि वास्तविक रियल लाइफमा उनीहरूको गुण कर्म स्वभाव मिल्छ कि मिल्दैन। मिल्छ भने बिहे गरे, नत्र त्यो घर केही दिनको लागि मात्र हो, नत्र बर्बादीमा जाने। आज अब डिभोर्स 40% छ अदालतमा केस, डिभोर्सको अब त्यो कुरै नगरौँ। अब यो
परिवार भाँडिएको पनि हाम्रो न संस्कार न संस्कृति। यो पञ्चमहायज्ञनी गर्दैनौँ, 16 संस्कार पनि गर्दैनौँ, पञ्चदेव पूजनी गर्दैनौँ, अब लगायत विषयहरू धेरै छ भन्नुपर्ने। त्यो पनि अब पछि नै, अब आजलाई यो सम्भव छैन। अनि जसरी ब्राह्मणहरूले पुरुषहरूलाई र ब्राह्मणीले स्त्रीहरूलाई पढाउनु पर्छ, त्यसै गरी राजाले पुरुषहरूको र रानीले स्त्रीहरूको न्याय तथा उन्नति सदा गर्नुपर्दछ। कस्तो छ वास्तवमा क्षेत्रीहरूको धर्म, स्वरूप, लक्षण। वास्तवमा के आजका क्षेत्रीय नेताहरू अहिलेका यी भनाउँदा यी राजा छन्, कोही टोले राजा छन्, कोही अब के माथिदेखि तलसम्म टाउकेहरूको वास्तवमा जो अब नेता बन्ने चाहना राख्नु भएको छ कि उहाँहरूको यो गुण कर्म स्वभाव वास्तवमा क्षेत्रीयमा एउटा नेतामा हुनुपर्ने छ कि छैन, सबैले यसमा विचार गरौँ। हस्त, धन्यवाद।